एभ्रिवान, आज हामीसँग हाम्रो गेस्ट हुनुहुन्छ डिबी ठगुन्ना। उहाँले आफ्नो जर्नीको बारेमा बताउनुहुन्छ। ल भन्नुहोस्। तपाईँ हजुर बिहानै उठेर के गर्नुहुन्छ? कति बजी उठ्नुहुन्छ? हजुरको रुटिन के छ डेमा होइन? हजुरले कसरी प्रिपरेसन गर्दै हुनुहुन्छ इक्जामको त्यो भन्नुहोस्। ल भन्नुहोस्। घुम्न गएको बेला उ गरौँ खालि हजुर अस्ति घर जानु भएको थियो नि त होइन? धनगढी हजुरको घर त्यहाँ गर्मी कति थियो? कति डिग्री टेम्परेचर थियो? त्यो भयो भने -30 डिग्री -30 डिग्री थियो। त्यहाँ कस्तो थियो त? अनि पानीको अवस्था कस्तो थियो है? त्यसो भयो भने धनगढीमा होइन, धनगढीमा होइन कस्तो ग्राउन्ड वाटर युज गर्छन् कि त्यो होइन पम्पवाला ह्यान्ड पम्प हुन्छ कि धेरै जस्तो घरमा त्यो हुन्छ? जमन हुन्छ, पानी पनि आउँछ उताबाट गोदावरीको पानी आउँछ। अनि तिमीले के त कन्टिन्यू गर्नु सक्छ होइन ब्लग यो कन्टिन्यू मेरो साथी थोरै हाल्दैन त्यस्तो अब तिमी हुनुहुन्छ होइन, केही छैन। उहाँलाई चाहिँ छिटोभन्दा छिटो पुलिसले लगोस् है। अनि त्यसपछि धनगढीबाट होइन त्यहाँ नजिकैको खप्तर पर्छ अरे? खप्तर त उता हो त यार, खप्तर कहाँ नजिकै? बाजुरा हो त, मालिका बाजुरा हो। तिम्रो त्यहाँबाट नजिकै कुन एउटा ताल पर्छ है? झोक्कर ताल त्यहाँ हो। अर्को कुन ताल त्यहाँ एउटा थियो नि के यार, मैले के ताल थियो यार, त्यस्तो नहाल है। के ताल थियो के त्यो एउटा के त्यस्तो तिम्रो त्यहाँबाट अपी जान कति टाइम लाग्छ? मतलब तिम्रो धनगढी नै तिम्रो गाउँ के त्यहाँबाट गाउँबाट? गाउँ जानु त एक दिन, कति 8-9 घन्टा। गाउँबाट अपी के गाउँबाट अपी जानु एक दिन लाग्छ? 1-1.5 दिन। तिमीहरूमा जाने कि एकचोटि जाने? टाढा छ यार, अहिले त हुन्न। दसैँको बेला के दसैँ गाउँबाट तिम्रो एक दिन त्यहाँ होइन गाडीमा, अर्को 2 दिन लाग्छ भने अपी बेस क्याम्प। 2 दिन लाग्छ? मतलब गाडी जाने हो कि हिँडेरै जानुपर्ने? गाडी त 4-5 घन्टा हो, त्यसपछि हिँड्ने हो पुरा उकालो। कहाँसम्म जान्छ गाडी? तल हो बजार, मकरी गाडा भन्ने ठाउँ छ, त्यहाँसम्म गाडी हो, त्यहाँबाट हिँड्ने हो 1.5 दिन। त्यो अपी हिमालको नजिक गाउँहरू छन् त? त्यहाँ गाउँहरू छन् त? अपी हिमालबाट खण्डेश्वरीबाट तिम्रो कति लाग्छ? 1 दिन लाग्छ होला। 1 दिन त्यहाँ पुग्नु जानुपर्छ, तिमीहरूमा जानुपर्छ होइन? अपी जाने के ताल भन्यो तिमीले त्यहाँ? जोकर अरे? जोकर ताल त धनगढीमा पर्छ। अपी हिमाल भने त धनगढीबाट त 3 दिन लाग्छ यार, 3.5 3 दिन? अरे मेरो गाउँ पुग्नु पऱ्यो, मेरो गाउँबाट 1.5 दिन लाग्छ त्यहाँ पुग्नु, 2 दिन लाग्छ अपी हिमाल पुग्नु। हिँड्नुपर्छ के नै, मतलब तिम्रो गाउँबाट 2 दिन हो? तिम्रो गाउँबाट 2 दिन कि कस्तो? टाढा हो त त्यो भनेको। मेरो गाउँबाट 2 दिन भन, 2 दिन अपी हिमाल पुग्नु, अपी बेस क्याम्पमा पुग्न। ए त्यहाँ कस्तो बस्ने टुरिस्टहरू जान्छन् नि? टुरिस्टहरू गयो भने त्यहाँ टेन्ट लगेर जान्छन्? त्यहाँ बस्ने होटलमा बस्ने? होटल छन्? महँगो छ होला होइन? तिमी गएको छौ कि नै कहिले? म गएको छैन, होटल छ तर खाना बस्न सुविधा छ। नहाल क्या यस्तो छोडिदियो। अनि सुन न, त्यो उता फर्काउ जोकर ताल कत्रो छ भन नि? त्यहाँ बोटिङ हुन्छ कि नै? त्यस्तो नहाल त्यस्तो। ल मेरो साथीहरू अब लाज मानेर उता गइसक्यो, जानुपर्छ। तर हिँड्नु त लास्टै टाढा हो। स्टे ट्युन गाइज, हामी फेरि पनि आउनेछौँ।